ल ल ल हुन्छ। अहिले चाहिँ हामी यो क्रोसियाको सोलिन भन्ने ठाउँमा छौँ। ल हेर्नुहोस्, यो यहाँ चाहिँ साइकलहरू छ। ल साइकलहरू छ, यो चाहिँ टुरिस्टहरूको लागि, घुम्न आउने मान्छेको लागि चाहिँ साइकल राखेको छ। यसमा चाहिँ स्क्यानरहरू राखिदिएको छ। यस्तो स्क्यानरहरू राखेर चाहिँ यहाँ चाहिँ मोबाइल एप्सबाट चाहिँ स्क्यान गर्ने र टक्क साइकल चाहिँ अनि लिएर हिँड्न मिल्छ। अनि लगाएर चाहिँ आफू जहाँ गयो त्यहीँ राखेर चाहिँ हिँड्न मिल्ने त्यस्तो छ। ल त्यस्तो स्थिति छ अहिले। हामी यो सोलिनको चाहिँ त्यो इलाकातिर छौँ, बसिरहेछौँ। यसो घुम्नलाई, साथीभाइ घुम्नलाई, भेटघाट गर्नलाई आइरहेछौँ। ल गाइज हो, ल हेर्नुहोस् यहाँ पनि यस्तो छ। यहाँ क्रोसियाको चाहिँ यो सोलिन भन्ने ठाउँमा नि एउटा सानो नदी बगिरहेछ। ल हेर्नु, यहाँनिर नदीहरू बगिरहेछ सर्लक्क लगाएर। यस्तो भ्यूहरू छ दामी। त्यहाँनिर उतिर होटल छ, त्यो चाहिँ होटल लाइनहरू हो। यो चाहिँ पार्क हो होइन, यो चाहिँ पार्क हो। यहाँनिर चाहिँ यस्तो यहाँ यस्तो छ। ल यहाँको भ्यू दामी छ। ल यहाँ मान्छेहरू चाहिँ फुल आइरहेछ। दामी छ है यहाँको। यहाँ माथिल्लोपट्टि डाँडा छ, यहीँ माथि नै छ डाँडा। हामी चाहिँ यसरी घुम्न आइरहेछौँ आजको दिनमा। यहाँ चाहिँ होटल छ हरियाली मैले होइन। यो चाहिँ यो पार्क हो पुरै। यहाँ चाहिँ बच्चाहरू घुम्ने, ठुलोबडाहरू घुम्न आउने होइन। सानो मान्छे ठुलो मान्छे सबैलाई चाहिँ, सानो मान्छेहरूलाई खेल्ने ठाउँ पनि छ त्यहाँनिर। तपाईँहरूलाई मैले देखाएको त्यहीलाई चाहिँ खेल्ने ठाउँ पनि छ। यस्तो छ यहाँको वातावरण। कोही मान्छेहरू चाहिँ त्यहाँ बच्चा बोकेर आइरहेछन्। ल यहाँनिर नि एउटा सानो नदी छ। ल हेर्नुहोस्, यहाँ चाहिँ यो धुप्पी सल्ला छ। यो धुप्पी सल्ला हाम्रो दुईजना साथीहरू चाहिँ उता जाँदै हुनुहुन्छ। यहाँ नदी बगिरहेछ।